गर्नु कुरा जहाँ ऋषि धमला जसले आफ्नो प्रश्नले हमला गर्थे मिडियाकर्मीको रूपमा प्राइम टिभीका सञ्चालक पनि रहेका थिए। अहिले भने आफ्नो मिडिया जीवनलाई थाती राख्दै राजनीतिमा होमिएका ऋषि धमला भने यति बेला अहिलेसम्म उल्लेखनीय रूपमा भोट प्राप्त गर्न सकेका छैनन्। रौतहट 4 मा उनले धेरै खालका गतिविधिहरू क्रियाकलापहरू गरेका थिए। धेरै ठाउँमा उनी रोएका पनि थिए भोट माग्ने क्रममा। तर अहिले ऋषि धमलालाई भने अहिलेसम्म भोट प्राप्त नभएको देखिन्छ। त्यति उल्लेखनीय रूपमा भोट प्राप्त भएको छैन। तर उनका प्रतिस्पर्धी गणेश पौडेल रासोपाका गणेश पौडेलले भने 443 मत प्राप्त गर्दाखेरि एमालेका अर्का उम्मेदवार रामकृष्ण भट्टले पनि 153 मत प्राप्त गरेका छन्। र यो मतलाई लिएर के भन्न चाहनुहुन्छ ऋषि धमलाले अहिलेसम्म भने त्यति भोट प्राप्त नगरेको जानकारी आएको छ। सायद अर्को भोटिङ ग्राउन्डमा ऋषि धमलाको तर्फ पनि हामीले भोट चाहिँ देख्न पाउँछौँ होला। र त्यसै गरी धेरैजनाले सोध्दै हुनुहुन्छ, झापाको पनि सोध्दै हुनुहुन्छ। तर ऋषि धमलालाई चाहिँ ठुलै हमला भयो भनेर पनि यहाँ कमेन्ट गर्नुभएको छैन।